कसले वर्षायो स्कुले विद्यार्थीको टाउकोमा गोली बीबीसी को विशेष खुलासा Nepal, September 8th, 2025. On the streets of Kathmandu, मलाई अझै लाग्दैन कि ऊ गयो मेरो मनमा ऊ अझै स्कुलकै पोसाकमा छ ऊ झोला हल्लाउँदै घर फर्कनेछ दर्शकवृन्द यी शब्द हुन् 17 वर्षीय श्रीएम चौलागाईकी आमा गंगा कार्कीका जो आज पनि आफ्नो छोराको बाटो हेरेर बसिरहेका छिन् तर विडम्बना श्रीएम अब कहिल्यै फर्कने छैनन् गत भदौ 23 गते काठमाडौँको सडकमा शान्तिपूर्ण रूपमा घर फर्किँदै गर्दा राज्यको बन्दुकले उनको टाउको छिचोलेको थियो नेपालको इतिहासमै राज्यले आफ्नै युवा पुस्तालाई शत्रु जस्तो व्यवहार गरेको त्यो कालो दिन अर्थात् भदौ 23 र 24 गतेको जेन्जी आन्दोलन जहाँ 77 जना नेपालीले ज्यान गुमाए सरकार ढल्यो नयाँ प्रधानमन्त्री आए तर न्याय अझै आएन आज हामी विश्वविख्यात सञ्चार माध्यम बीबीसीले भर्खरै सार्वजनिक गरेको 42 मिनट लामो अनुसन्धानात्मक डकुमेन्ट्री सुट लाइक इनिमिजको आधारमा त्यो दिनको डरलाग्दो सत्यको पर्दाफास गर्नेछौँ 4000 भन्दा बढी भिडियो र प्रहरीको लिक भएको गोप्य रेडियो संवादले के प्रमाणित गरेको छ भने निहत्था युवाहरूमाथि गोली चलाउने आदेश माथिबाटै आएको थियो आखिर को हुन् त्यो आदेश दिने पिटर 1 के गर्दै थिए सिंहदरबारमा बसेका सुरक्षा कमान्डरहरू र फागुन 21 गते हुन गइरहेको निर्वाचनको सङ्घारमा यो खुलासाले कस्तो भूकम्प ल्याउला दर्शकवृन्द बीबीसीको अनुसन्धानले बाहिर ल्याएको सबैभन्दा ठूलो प्रमाण हो प्रहरीको लिक भएको आन्तरिक रेडियो लग भदौ 23 गते दिउँसो 12:40 जाँदा रेडियो सेटमा एउटा आवाज गुन्जिन्छ कल साइन थियो पिटर 1 त्यो आवाज तत्कालीन प्रहरी महानिरीक्षक आइजिपी चन्द्रकुबेर खापुङको थियो उनले आफ्ना अधिकारीहरूलाई आदेश दिए आवश्यक बल प्रयोग गर्नु बीबीसीका अनुसार यो आदेश त्यति बेला दिइयो जति बेला कर्फ्यू लागेको जम्मा 10 मिनेट मात्रै भएको थियो स्थलगत कमान्डरहरू अत्तालिँदै पटक पटक गोली चलाउने अनुमति मागिरहेका थिए तर अचम्मको कुरा के छ भने सडकमा युवाहरूको रगत बगिरहँदा सुरक्षा निकायका उच्च अधिकारीहरू कहाँ थियो थाहा छ उनीहरू आन्दोलन स्थल अर्थात् संसद भवन भन्दा करिब 3 किलोमिटर टाढा रहेको एउटा सरकारी कमान्ड सेन्टरमा बसेर चिया पिउँदै घटनाको निगरानी गर्दै थिए त्यहाँ नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र गुप्तचर निकायका उच्च पदस्थ अधिकारीहरू थिए तर बीबीसीको रिपोर्टले राज्य संयन्त्रको यस्तो चरम लाचारीपन देखाएको छ कि सुन्दा तपाईलाई पनि रिस उठ्छ उक्त हाई प्रोफाइल कन्ट्रोल रुममा सीसीटीभी फुटेज हेर्नका लागि राम्रो इन्टरनेट कनेक्सन समेत थिएन टिभी स्क्रिन त थियो तर इन्टरनेट नचलेपछि फिल्डमा के भइरहेको छ भनेर कमान्डरहरूले देख्नै पाएनन् यही अन्यल र अन्धकारका बीच फिल्डमा आत्तिएका प्रहरीहरूलाई माथिबाट बल प्रयोगको आदेश दियो जसको परिणामस्वरूप काठमाडौँको सडक रगतले भिज्यो बीबीसीले कर्फ्यूपछिका 6वटा गोलीकाण्डको भिडियोलाई सेकेन्ड गरेर सूक्ष्म रूपमा विश्लेषण गरेको छ अनुसन्धानको निष्कर्ष प्रष्ट छ मारिएका कुनै पनि व्यक्तिले प्रहरीमाथि हिंसात्मक आक्रमण गरेका थिएनन् उनीहरू निहत्था थिए विनोद महर्जन 34 वर्ष बीबीसीका अनुसार दिउँसो 1:15 जाँदा टाउकोमा गोली लागेर मृत्यु हुने पहिलो व्यक्ति उनी थिए उनी संसद भवनको कुनामा उभिएका थिए रसिक खतिवडा 22 वर्ष जसको हातमा ढुङ्गा होइन एउटा प्लेकार्ड थियो जसमा लेखिएको थियो हामीलाई नेता चाहिन्छ लुटेरा होइन त्यही प्लेकार्ड बोकेकै अवस्थामा उनको छातीमा गोली हानियो योगेन्द्र नेउपाने 24 वर्ष जसलाई संसद भवन भित्रबाट प्रहरीले ताकेरै गोली हानेर हत्या गर्यो र सबैभन्दा हृदय विदारक दृश्य थियो 17 वर्षीय श्रीएम चौलागाईको बीबीसीले फेला पारेको भिडियो प्रमाण अनुसार विद्यालयको हरियो स्वेटर र झोला बोकेका श्रीएम ताली बजाउँदै शान्तपूर्वक भिडबाट बाहिरिन खोजिरहेका थिए उनी प्रहरीबाट टाढा जाँदै थिए तर राज्यको बन्दुकले पछाडिबाट उनको टाउको छेड्यो कि एउटा स्कुले विद्यार्थी जो घर फर्किँदैछ ऊ राज्यको लागि यति ठूलो शत्रु थियो जसलाई पछाडिबाट गोली हान्न परोस् दर्शकवृन्द यो नरसंहार अचानक भएको थिएन यसको बिउ भदौ 19 गते नै रोपिएको थियो नेपालमा 5 मध्ये 1 युवा बेरोजगार छन् देशमा चरम निराशा छ युवाहरूले सामाजिक सञ्जालमा नेपो बेबु जस्ता शब्द प्रयोग गरेर वृद्ध नेताहरू र उनीहरूका सन्तानले पाइरहेको विशेष सुविधा र भ्रष्टाचारको कडा विरोध गरिरहेका थिए यो आलोचना सुन्न नसकेपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सेप्टेम्बर 4 अर्थात् भदौ 19 मा विभिन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइदियो सरकारलाई लाग्यो एप बन्द गरेपछि युवाहरूको मुख बन्द हुन्छ तर भयो उल्टो प्रतिबन्धले युवाहरूलाई झन आक्रोशित बनायो उनीहरूले भर्चुअल प्राइभेट नेटवर्क VPN र गेमिङ प्लेटफर्म डिस्कोर्ड मार्फत आफूलाई संगठित गरे प्रहरीले अनुमान गरेको थियो 3000 जति आउलान्
तर भदौ 23 गते सडकमा 30,000 भन्दा बढी युवाहरू ओर्लिए। बीबीसीसँग कुरा गर्दै एक प्रहरी अधिकारीले नै स्वीकारेका छन् कि राज्य संयन्त्रले नयाँ पुस्ताको परिचालन गर्ने तरिका र सामाजिक सञ्जालको शक्तिलाई बुझ्नै सकेन। भदौ 23 मा 19 जनाको लास ढलेपछि भदौ 24 गतेको दिन नेपालको इतिहासकै कालो दिन बन्न पुग्यो। शान्तिपूर्ण प्रदर्शन गरिरहेका युवाहरूको साथी मारिएपछि आन्दोलनले भयानक हिंसात्मक रूप लियो। प्रदर्शनकारीहरूले प्रहरी चौकीहरूमा आगजनी गरे। दुर्भाग्यवश सोही दिन 3 जना ड्युटीमा रहेका प्रहरी अधिकारीहरूको पनि क्रूरतापूर्वक हत्या गरियो। भदौ 24 गते मात्रै 50 जना भन्दा बढीले ज्यान गुमाए। 2 दिनमा कुल मृतकको संख्या 77 पुग्यो। सरकारी भवन, सर्वोच्च अदालत र प्रधानमन्त्री निवासमा समेत आगजनीको प्रयास भएपछि मात्र राति 9 बजे नेपाली सेनाले सुरक्षाको कमान्ड सम्हाल्यो। त्यति बेलासम्म यी संरचनाहरू सबै जलिसकेका थिए। बीबीसीको डकुमेन्ट्रीले नेपाली सेनामाथि पनि गम्भीर प्रश्न उठाएको छ। सेनामाथि आरोप छ कि उसले सरकार ढल्ने अवस्था नआएसम्म हस्तक्षेप गरेन र शान्ति पुनर्स्थापनाको जस लिन मात्र अन्तिममा सडकमा आयो। उता बीबीसीसँग कुरा गर्दै केही तल्लो तहका प्रहरी अधिकारीहरूले आफ्ना कमान्डरहरूले आफूहरूलाई सडकमा बेबारिसे छाडेको र विशाल भिडसँग एक्लै भिड्न बाध्य पारेको गुनासो गरेका छन्। अब आउँछ सबैभन्दा ठूलो प्रश्न, 77 जना नेपालीको रगतको जिम्मेवारी कसले लिने? विडम्बना हेर्नुहोस्, यहाँ कोही पनि जिम्मेवारी लिन तयार छैनन्। सबै एक अर्कालाई दोषारोपण गरेर पन्छिँदैछन्। अवकाश प्राप्त तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङ भन्छन्, मैले सुरक्षा समितिको अनुमतिपछि र अन्य सबै विकल्प सकिएपछि मात्र बल प्रयोगको निर्देशन दिएको हुँ। तर सुरक्षा समितिका तत्कालीन अध्यक्ष तथा काठमाडौँका सिडिओ छविलाल रिजालले अदालतमा बयान दिँदै भनेका छन्, मैले गोली चलाउन कुनै अनुमति दिएकै थिइनँ। तत्कालीन गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो घटनाको जिम्मा लिन अस्वीकार गरेका छन्। यस नरसंहारको भोलिपल्टै केपी ओलीले राजीनामा दिए। सेप्टेम्बर 12 मा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले नेपालको पहिलो महिला सरकार प्रमुखका रूपमा शपथ लिइन्। सरकार त फेरियो तर न्याय खोइ। दर्शकवृन्द, यही आउँदो फागुन 21 गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। राजनीतिक दलहरू फेरि तिनै युवाहरूसँग भोट माग्न घर घर पुग्दैछन्, जसलाई केही महिना अघि सडकमा शत्रु घोषणा गरेर गोली हानिएको थियो। यो निर्वाचनको सङ्घारमा बीबीसीको यो डकुमेन्ट्रीले नेपाली जनतालाई ऐना देखाइदिएको छ। 77 वटा चिता जलेको खरानी अझै चलाएको छैन। सरकारी छानबिन समितिले अझै प्रतिवेदन लुकाएर बसेको छ। श्रीएमकी आमाको त्यो आँसुले आज राज्यलाई प्रश्न गरिरहेको छ। उनीहरूका लागि एउटा विद्यार्थी मरेको थियो होला, तर मेरा लागि त मेरो संसार नै उजाडियो। मेरो छोराको हत्यारा को हो? फागुन 21 गते भोट हाल्न जाँदै गर्दा हरेक नेपालीले यो प्रश्न आफैलाई सोध्न जरुरी छ कि आफ्नै युवा पुस्तालाई निहत्था अवस्थामा पछाडिबाट गोली हान्ने अनि त्यसको जिम्मेवारी लिन डराएर एक अर्कालाई दोष देखाउने नेतृत्वलाई फेरि सत्ता सुम्पिने? यो निर्णय अब तपाईको हातमा छ। बीबीसीको सुट लाइक इन इमेज डकुमेन्ट्रीले उठाएका यी तथ्यहरूबारे तपाईको विचार के छ? के तत्कालीन आइजिपी सिडिओ गृहमन्त्री र प्रधानमन्त्रीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ?